everyone. Welcome to my TikTok. So म चाहिँ आज हजुरलाई आज मेरो बर्थडे हो है. सो म चाहिँ बिहानै मैले हिजोदेखि प्लान बनाएको थिएँ क्या. म टाइममै सुत्छु अलार्म सेट गरेर चाहिँ म मन्दिर जान्छु भनेर. अनि म बिहानै पशुपति जाने डिसाइड गरेँ. बिहानै नुहाइधुवाइ गरेर पठाउ बुक गरेँ. त्यस पछाडि चाहिँ म पशुपति दर्शन गर्न गएँ. आज मन्डे पनि थियो. अनि त्यस पछाडि फेरि श्रावण पछिको फर्स्ट मन्डे अनि मेरो बर्थडे. सबै कुरा हुँदाखेरि त यस्तो भिड थियो पशुपति. अब होप राख्दै चाहिँ म चाहिँ दर्शन गर्न गएँ. त्यस पछाडि मैले लकिली लाइनमा बसेको थिएँ. ल अब आज म ड्युटी पनि जाने पर्ने थियो मेरो. त्यस पछाडि चाहिँ मैले चाहिँ ला सोचिसकेको थिएँ क्या. ओ माई गुडनेस, अब म यो लाइनले गर्दाखेरि त कि ड्युटी जान सक्दिनँ कि त मैले सर्टकट अप्नाएर चाहिँ मैले पशुपति दर्शन गर्नुपर्छ भन्ने मलाई यस्तो स्ट्रेस भइरहेको थियो. बट लकिली क्या त्यो हुन्छ नि आफ्नो इन्स्टिङ मनबाटै सोचेको कुरा पुरा हुन्छ भने जसरी मेनिफेस्ट गरेको कुरा पुरा हुन्छ भने जसरी म चाहिँ ठ्याक्क लाइनमा बसेको आधी घन्टा भइसकेपछि चाहिँ एक्कासी त्यहाँको त्यो पुलिसहरू जो हुनुहुन्छ गार्डहरूले चाहिँ दुईवटा ढोका खुल्यो. अब लाइन डिभाइड गरौँ भन्नुभयो नि. ठ्याक्क मभन्दा अगाडिको मान्छेदेखि चाहिँ हामीलाई लाइन डिभाइड गरेर चाहिँ त्यस पछाडि चाहिँ एकदमै 1 घन्टा जति चाहिँ सर्टकटमा चाहिँ मैले भित्रै गएर चाहिँ मूल दर्शन गर्न पाएँ. अनि आई फिल सो ब्लेस्ड कि कस्तो लाइट फिल आनन्द भइरहेको थियो क्या भगवान्को घर गएपछि. त्यस पछाडि म ड्युटी गएँ. ड्युटीमा अब सब साथीहरूले चाहिँ सरप्राइजिङली क्या मलाई अब खासै चाहिँ वास्तै गराइदिनँ केक काटिदिनुपर्छ भनेर चाहिँ डिसाइड गर्नुभएको रहेछ. सरप्राइजिङली चाहिँ मलाई अब केक आएर चाहिँ मैले केक काटेर चाहिँ मेरो बर्थडे सेलिब्रेट गरेँ. सिमिलरली त्यस पछाडि मलाई ठ्याक्क 4 बजीतिर चाहिँ फोन आएको थियो क्या एउटा नम्बरबाट. सिस्टर तपाईँको डेलिभरीको लागि आएको छु. तपाईँको यही नम्बर होइन भनेर. म त मलाई कसले के कुरा डेलिभरी गर्छ. मम्मी र ड्याडी पनि हस्पिटल जानुभएको थियो. जनक पनि यहाँ हुनुहुन्न. कुन चाहिँले चाहिँ मलाई के पठाउँछ होला र भनेर मैले यत्तिकै चाहिँ रङ नम्बर हो, मैले त केही डेलिभरी गर्ने खोजेको पनि छुइनँ के पनि छैन भने. अनि सडनली मलाई अब केही आइडियै छैन क्या. अनि त्यस पछाडि चाहिँ अनि ठ्याक्क म अहिले 6 बजी ड्युटी सकेर अनि रुम आएँ है. रुम आएर ठ्याक्क रुमको ढोका मात्रै खोल्दै थिएँ. अनि तलबाट चाहिँ मेसेज आयो क्या. भन्नाले फोन कल आयो. तपाईँको सामान डेलिभरी आएको छ, तपाईँ लिन आउनु है, तल आउनुहोस् त तपाईँको होस्टेल के अरे तपाईँको रुम तल आउँछु भनेर आयो. अनि म कुद्दै गएँ. ला मैले त के सामानै अर्डर गरेको छैन के आएछ भनेर गएको त त्यस पछाडि त आई गट दिस रोज. यो चाहिँ मेरो हस्बेन्डले चाहिँ अब मलाई फ्रेस फ्लावर एकदमै धेरै मनपर्छ नि त. त्यस पछाडि चाहिँ यसमा चाहिँ ह्याप्पी बर्थडेवाला ट्याग सहित चाहिँ यो फ्लावर ओ माई गुडनेस यसमा जिप्सी छ. त्यस पछाडि सनफ्लावर रेड रोज मलाई मनपर्ने मेरो फेभरेट फ्लावरहरूको चाहिँ जिप्सी मलाई पठाइदिनु भयो. त्यस पछाडि पठाइदिनु भएको रहेछ. अनि मैले ठ्याक्कै यो देख्ने बित्तिकै किन गरेको जस्तो भन्ने सोचिरहेको थिएँ. अनि मैले कल गरेँ उहाँलाई. अनि तपाईँले मलाई रोज पठाइदिएको हो फ्रेस फ्लावर भनेपछि चाहिँ. अनि यस अब तिमीलाई मनपर्छ. भ्यालेन्टाइनमा पनि प्लास्टिकको फ्लावर परेको थियो. त्यही भएर तिम्रो बर्थडेलाई स्पेसल बनाउन चाहिँ रेड रोज दिएको. एउटा सानो इफोर्ट ट्राई गरेको भन्नुभयो है. बट महँगा गिफ्ट्सहरूले चाहिँ म्याटर गर्दैन रहेछ. एउटा सिम्पल जेस्चर हुन्छ नि, स्विट जेस्चरले चाहिँ मान्छेलाई धेरै फरक पर्दो रहेछ क्या. सो आई गट दिस रेड रोज. अनि त्यस पछाडि मलाई किट क्याट मनपर्छ भन्ने थाहा छ कि के हो थाहा छैन. एक्कासी सेन्ड मी दिस 3 किट क्याट्स है. आजकल चाहिँ मैले सुगर कट अफ गरेको छु. बट बर्थडेमा चाहिँ चल्छ भनेर चाहिँ आई हेभ दिस किट क्याट एन्ड दिस रेड रोज. आइ एम सो ह्याप्पी होइन. अब के भनौँ आज चाहिँ मेरो यस्तो पोजिटिभ डे गयो नि त सबैतिरबाट. मेरो बहिनी, मेरो ज्वाइँ, मेरो भाइ, मेरो मम्मी ड्याडीले गरेको, मेरो काकाले गरेको पोस्टले गर्दाखेरि म यस्तो इमोसनल भइरहेको थिएँ. त्यस पछाडि ड्युटीमा साथीबाट स्विट जेस्चर, मन्दिरमा अनएक्सपेक्टेडली टाइममै दर्शन गर्न पाउनु. त्यस पछाडि ड्युटीमा कुल इन्भाइरोमेन्ट. त्यस पछाडि रुम आएपछि फ्लावर बुके. त्यस पछाडि गार्जियनले आएर टिका लगाइदिएर मलाई पैसा दिनुभयो. आइएम सो ह्याप्पी है. मम्मी हस्पिटल जानुभएको थियो. मम्मीबाट चाहिँ मिस राम्ररी हुन पाएको छैन. अब अझै जानु पुग्नु भएको छैन घर. सो मम्मीसँग बेलुका कुरा गर्नु छ. बट आइएम सो ब्लेस्ड होइन. थ्याङ्क यू इच एन्ड एभ्री वान जसले मलाई समय निकालेर बर्थडे विस गरिदिनु भयो. कस्तो स्विट स्विट म्यासेजहरू आएको छ. मैले सबै हेर्न भ्याएको छैन. म ड्युटीमा हुँदाखेरि खासै फोन युज गर्दिनँ. बट आई फिल माइसेल्फ सो ब्लेस्ड. अनि त्यस पछाडि के भन्ने कस्तो ऊर्जा आइरहेको छ क्या. नर्मली एउटा टिनेज फेज सकिसकेपछि एडल्टहुड लागिसके पछाडि चाहिँ आफूलाई बर्थडे यस्तो कुराहरू चाहिँ खासै म्याटर गर्दैन थियो. बट यो बर्थडेमा चाहिँ मैले आफूलाई एकदमै पोजिटिभ लागेको थिएँ क्या. आई विल स्टे ह्याप्पी. म पोजिटिभ मात्रै सोध्छु भनेर चाहिँ. सो मलाई आज दिनभरि यस्तो पोजिटिभ फिलिङ्सहरू मात्रै आयो. आई फिल सो ब्लेस्ड. थ्याङ्क यू इच एन्ड एभ्री वान हु विस मी अन माई बर्थडे होइन. हजुरहरूले गर्दाखेरि हजुरहरूको एउटा सिम्पल जेस्चर र स्विट मेसेजले गर्दा मेरो दिन यति राम्रो भयो. सो अब के भनौँ. I am feeling right now so emotional, unexpected personबाट कस्तो स्विट विसहरू आइरहेको थियो. Thank you, Izan, everyone. Thank you, Janak, for providing me this cute bouquet. And thank you, everyone. Bye. See you on next episode or next vlog. Take care. Stay blessed. Stay hydrated. Monsoon season छ. पानीबाट बस्नु होला. गर्मीमा धेरै नहिँड्नु होला. हजुरको मेन भनेको मेन्टल हेल्थ इज इम्पोर्टेन्ट. पोजिटिभ सोच्नु होला. स्ट्रेस आउट नहुनु. राम्रो खानु, स्वास्थ्य खानु. ट्राभल नगर्नु यो टाइममा. गर्मीबाट बच्नु. झापातिर मच्छर एकदमै धेरै, डेङ्गु एकदमै इन्सेफ्लाइटिस लागिरहेको छ. झुलाएर सुत्नु होला. काठमाडौँमा पानी धेरै परिरहेछ. तपाईँ धेरै ट्राभल नगर्नु होला. थ्याङ्क यू इच एन्ड एभ्री वान. बाई. सी यू अन नेक्स्ट ब्लग. टेक केयर.